सुकुम्बासी बा अनि बालेन सरकारले बिल्लीबाठ बनायो है रात दिन्छ होला नि त असली सुकुम्बासीलाई के गर्ने रे मान्छे जति लगेर जम्मै उसमा के अरे लजमा अनि पार्टी प्यालेसमा लगेर राख्ने रे ओहो राम्रै रहेछ त अनि जानु नि अनि त्यो बाढी आउने सिनो गराउने ठाउँमा किन बस्नु भाग्यमा त लिएरै आउनु भएको रहेछ अनि मान्छे त लगे सामान चाहिँ अनि सामान चाहिँ उठाएर चाहिँ यहाँ बाहिर झिक्दियो भने अनि त्यो सामान चाहिँ गाडीमा हालेर जहाँ भन्छ त्यहाँ पुर्याइदिने रे त्यत्रो सुविधा दिएको रहेछ त पुर्याउने ठाउँ देखाइदिनु नि अनि गाडीमा हाम्रो ठाउँ छ र पुर्याउने हाम्रो कहाँ छ त ठाउँ हाम्रो ठाउँ छ पुर्याउने अनि पुर्याउने ठाउँ छैन भने अस्ति 1 महिना चाहिँ कता जानु भएको थियो हुनु न थियो त त्यहाँ कहिले आउनु भएको 1 हप्ता भयो म मेरो घर उहाँ पत्ल्यामा छ अहिले भर्खर जाने ठाउँ छैन भने हैन कुन ठाउँमा कस्तो घर छ पत्ल्यामा मेरो 2 तले मार्बल ठोकेर बनाएको पक्का घर छ ओहो असली सुकुम्बासी पो हुनुहुँदो रहेछ त पठैभरि लैलै कति दुःख रहेछ है उहाँलाई पैसा उठाएर सहयोग गरिदिउँ हौ मार्बल लगाएको घर हुँदा सुकुम्बासी हुनु भएछ सुनको लेप लगाएर बनाइदिउँ हौ बरु अलिक राहत हुन्थ्यो कि यी बाबा पनि ठुल्ठुला कुरा गर्दै थिए यहाँ हेर्नुस् अहिले चाहिँ के गर्नुहुन्छ तपाईको छोराछोरी चाहिँ अहिले डकैती गरिरहेछ मेरो छोराछोरीको जागिर चाहियो मेरो पनि 5 वटा छोराछोरी छ तर यी बुढाले पनि जिब्रो चिप्लाए धनुषामा घर छ भनेछन् मेरो वास्तविक घर धनुषाले यहाँ सबै डुप्लिकेट सुकुम्बासी मात्रै रहेछन् हुन त सुकुम्बासीको नेताको नै काठमाडौँमा 3 तले 16 कोठाको घर रहेछ अरूको किन नहोस् यी बुढाको दुःख सुनिदिनु न बिचारा अब काठमाडौँको जग्गै महँगो छ त के गरौँ हामीले हामी महँगै ठाउँमा घर बनाएर अहिले 200 वर्ष पछाडि हामी पनि महँगो ठाउँको जग्गा ओगटेर बस्ने हामी पनि महँगा मान्छेहरू भयौँ त अब के लाग्यो अब भाडा कोही लिन आउँछ त हामीले त्यहाँ आफू बसेर भाडा त्यहाँ लगाएर जीविकोपार्जन नगर्ने हामी वास्तविक सुकुम्बासीको अब पक्ष लिन्नौँ हामी बिचरा जति कमाए पनि जिन्दगी भरि सुकुम्बासी बनेर मर्न मन लागेको रहेछ बुढालाई मान्छेको रहर पनि विचित्र विचित्रको हुन्छ हौ ए दिदी तपाई पनि सुकुम्बासी हो अब यो सुकुम्बासी अब हामी हुकुम्बासी हो सर